नमस्कार। एजेम टेक्नोलोजीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म नवराज बुढा सर। आज पनि म तपाईहरुको माझ एउटा भिडियो लिएर चाहिँ उपस्थित भइसकेको छु। आजको भिडियो चाहिँ हामीले तपाईले चाहिँ जुन इन्टरनेशनल चाहिँ डलर कार्ड चाहिँ कुन ब्याङ्कमा बनाउँदाखेरि चाहिँ राम्रो हुन्छ भनेर चाहिँ यो भिडियो चाहिँ म तपाईको माझमा लिएर आएको छु। कृपया तपाईले यस च्यानललाई चाहिँ पहिलोचोटि हेर्दै हुनुहुन्छ भने हेरिसकेपछि च्यानललाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। एजेम टेक्नोलोजीमा हामी विगत केही वर्ष पहिलेदेखि विभिन्न खालका टेक्नोलोजी सम्बन्धित जानकारी चाहिँ लिएर हामी तपाईहरुको माझमा आउने कोसिस गरिरहेका हुन्छौं। आज पनि हामी तपाईहरुको माझमा चाहिँ उपस्थित भइसकेका छौं। आजको भिडियो चाहिँ हामीले विशेष गरी नेपालका चाहिँ थुप्रै ब्याङ्कहरूले चाहिँ ग्लोबल इकम कार्ड अथवा इन्टरनेशनल चाहिँ डलर कार्ड चाहिँ दिने गर्छन्। ती मध्ये पनि मैले चाहिँ अहिले प्रयोग गरेको चाहिँ अति उत्तम कार्ड चाहिँ कुन कार्ड रहेको छ, म त्यो कार्डको बारेमा तपाईलाई चाहिँ जानकारी दिनेछु। तपाईले चाहिँ यदि उक्त ब्याङ्कमा चाहिँ तपाईको खाता छ भने चाहिँ तपाईले चाहिँ त्यो ब्याङ्कमा जुन नगएर पनि तपाईले अनलाइन मार्फत तपाईले सहजै रूपमा चाहिँ त्यो कार्ड चाहिँ अप्लाई गरेर तत्कालै चाहिँ त्यो कार्डको बारेमा चाहिँ तपाईले जानकारी चाहिँ प्राप्त गर्न सक्नुहुनेछ। अहिले चाहिँ हामीले जुन फेसबुक बुस्टिङदेखि लिएर विभिन्न खालका डोमेन वेब होस्टिङहरू चाहिँ बाहिरी इकमर्स साइटबाट चाहिँ हामीले पर्चेस गर्नको लागि चाहिँ जुन नेपाली कार्डले चाहिँ हुँदैन, त्यसको लागि चाहिँ हामीलाई चाहिँ डलर कार्ड आवश्यक पर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले जुन कार्डको बारेमा चाहिँ नेपालमै बसेर चाहिँ अनलाइनमा काम गर्न चाहिँ अति आवश्यक रहेको छ। यसै क्रममा चाहिँ मैले जुन कुमारी ब्याङ्कको चाहिँ कार्ड चाहिँ मैले अहिले कुमारी इकम कार्ड भन्ने नाम दिएको छ। उक्त कार्डले चाहिँ मैले केही महिना पहिले नै देखि नै यसलाई चाहिँ अप्लाई गरेर अहिलेसम्म चाहिँ प्रयोग गरेको छु। अहिलेसम्म मलाई चाहिँ ठिकै लागेको छ। र यो कुमारी इकम कार्ड चाहिँ हामीले कसरी प्रयोग गर्ने, कार्डको फाइदाहरू के छन्, यसको भ्यालिड डेट कति छ भनेर चाहिँ यसको बारेमा तपाईलाई जानकारी दिने कोसिस गरेको छु। कृपया तपाईले च्यानललाई चाहिँ हेर्दै गर्नु होला। भिडियो चाहिँ तपाईले सबै भिडियोहरू बाहिर तपाईले पक्कै पनि केही कुराहरू बुझ्न सक्नुहुने छैन। भिडियोलाई चाहिँ सुरुदेखि अन्त्यसम्म हेर्नु होला। तर तपाईले चाहिँ कुमारी इकम कार्ड चाहिँ अप्लाईको लागि चाहिँ प्लान गर्दै हुनुहुन्छ भने चाहिँ यो भिडियो तपाईको लागि चाहिँ आवश्यक हुन सक्छ। कुमारी ब्याङ्क इकम कार्डमा चाहिँ सुरुमा चाहिँ म तपाईलाई अप्लाईको यसमा चाहिँ प्रोसेसहरू चाहिँ म बताउने छु। जुन कुमारी इकम कार्ड अप्लाईको लागि चाहिँ हामीले जुन कुमारी ब्याङ्कमा चाहिँ खाता खोलेको हुनुपर्छ। त्यसै गरी चाहिँ प्यान नम्बर चाहिँ कम्पलसरी नै छ, त्यो चाहिँ तपाईलाई थाहा नै छ। एउटा प्यान नम्बर र कुमारी ब्याङ्क खाता भयो भने हामीले घरैमा बसेर आफ्नो मोबाइलबाट नै जुन कुमारी इकम कार्डको बारेमा चाहिँ हामीले सबै जानकारीहरू चाहिँ प्राप्त लिन सक्नेछौँ। हामीले अप्लाई गरेको चाहिँ हामीले जुन आफ्नो तपाईँ कुमारी ब्याङ्कको खाता छ र मोबाइल ब्याङ्किङ चाहिँ एक्टिभ गर्नुभएको छ भने उक्त ब्याङ्कबाट चाहिँ तपाईँले कुमारी इकम कार्डमा चाहिँ अप्लाई गरेर त्यहाँबाट चाहिँ सहजै तपाईँले त्यो कार्डको बारेमा चाहिँ डिटेलहरू चाहिँ देखाइनेछ र त्यहाँबाट तपाईँ सिधै अप्लाई गर्नुभयो भने कार्ड चाहिँ तपाईँले त्यहाँबाट पाउन सक्नुहुन्छ। र यसको फाइदा चाहिँ अन्य ब्याङ्कहरूको चाहिँ कसैको 1 वर्ष कसैको 2 वर्ष त्यस्तै खालको जुन भ्यालिड डेटहरू चाहिँ रहेको हुन्छ। यसको कार्डको चाहिँ भ्यालिड डेट चाहिँ तपाईँले चाहिँ जुन 4 वर्षको चाहिँ हुने गर्छ। 4 वर्षको चाहिँ कार्डमा चाहिँ भ्यालिड डेट हुने गर्छ। अन्य ब्याङ्कको उसमा हिसाबमा चाहिँ यो चाहिँ अलिकति मलाई ठिकै लागेको छ। प्रत्येक वर्षमा चाहिँ रिन्यू चाहिँ गरेर नपर्ने, एकपल्ट गरेपछि 4 वर्ष मलाई ढुक्क हुने। र जुन हामीले कार्ड बनाउँदाखेरि चाहिँ कार्डमा चाहिँ हाम्रो चार्ज चाहिँ 500 रुपियाँ चाहिँ काट्ने गर्छ। त्यो कार्ड चाहिँ अप्लाई गर्दाखेरि 500 रुपियाँ काटिसकेपछि हाम्रो चाहिँ सुरुमा चाहिँ भर्चुअल कार्ड चाहिँ हुने गर्छ। र कार्ड चाहिँ हामीले बनाउँदाखेरि चाहिँ भर्चुअल कार्ड नै बनाउँदा अति उत्तम हुन्छ, किनभने हामी चाहिँ फिजिकली कार्ड चाहिँ त्यति प्रयोग हुँदैन र त्यो अलिकति गाह्रो हुन्छ। तपाईँले भर्चुअल कार्ड अप्लाई गर्नुभयो भने चाहिँ तपाईँले इमेलमा अथवा तपाईँले सम्बन्धित ब्याङ्कको चाहिँ सिस्टम के छ त्यो अनुसार तपाईँले तत्कालै चाहिँ त्यो कार्ड डिटेलहरू चाहिँ प्राप्त गर्न सक्नुहुनेछ। र कार्ड अप्लाई गरिसकेपछि तपाईँले चाहिँ 4 वर्षको डेट चाहिँ त्यहाँ पाउनुहुनेछ। 4 वर्ष लोड गर्दाखेरि चाहिँ चार्ज चाहिँ 500 रुपियाँ चाहिँ काट्ने गर्छ। त्यसको लागि चाहिँ तपाईँले चाहिँ 1 वर्षभरिमा चाहिँ $500 चाहिँ ब्याङ्कले चाहिँ प्रयोग गर्न सकिने भनेर चाहिँ त्यहाँ चाहिँ लिमिट चाहिँ तोकिदिएको हुन्छ। त्यसैले तपाईँले प्रत्येक जुन डलर लोड गर्दाखेरि चाहिँ 500 रुपियाँ चाहिँ तपाईँले जुन $10 लोड गर्नुहोस्
$5 लोड गर्नुहोस्, जति गर्नुहोस् तपाईँ चाहिँ ₹500 चार्ज चाहिँ यसले चाहिँ काट्ने गर्छ। त्यसको लागि चाहिँ तपाईँले चाहिँ सुरुमा तपाईँले कार्ड बनाइसकेपछि 4 वर्षलाई कार्ड नै भयो, कार्ड तपाईँले पाउनु सक्नुहुने भयो। र त्यसपछि तपाईँले चाहिँ कार्ड चाहिँ अप्लाई गरिसकेपछि 4 वर्षको डेट पाइसकेपछि त्यसलाई चाहिँ तपाईँले 1 वर्षभरिमा चाहिँ $500 चाहिँ तपाईँले त्यहाँ चाहिँ प्रयोग गर्न सक्नुहुनेछ। त्यसैले तपाईँले कार्ड बनाएर तपाईँ एकै वर्षमा चाहिँ तपाईँ धेरै कारोबार गर्नुहुन्छ, धेरै बुस्टिङ गर्नुहुन्छ, धेरै तपाईँको चाहिँ त्यो प्रयोगमा कार्ड आउँछ भने चाहिँ तपाईँले त्यो कार्डको चाहिँ एकैचोटि चाहिँ कार्ड बनाएर चाहिँ तपाईँले $500 नै लोड गर्नुभयो भने तपाईँलाई चार्ज पनि तपाईँले एकचोटि $500 सबै चार्ज चाहिँ इनाम हुने गर्छ। त्यही भएर चाहिँ हामीले कार्ड चाहिँ अन्य ब्याङ्कहरूमा चाहिँ विभिन्न खालका ब्याङ्कहरू फरक फरक नियमहरू सिस्टमहरू चाहिँ हुने गर्छन्। र अहिले मैले योभन्दा पहिले चाहिँ ग्लोबल इकम कार्ड चाहिँ मैले प्रयोग गर्थेँ। त्यो कार्डमा चाहिँ मलाई त्यति उपयुक्त लागेन। मैले केही अब 4 वर्षसम्म चाहिँ त्यो 4-5 वर्षको अगाडिमा चाहिँ मैले यो प्रयोग गरेँ ग्लोबल इकम कार्ड। यो कार्ड चाहिँ अलिकति समस्या नै मलाई लाग्यो। अन्य उसमा चाहिँ ठिक हो नि त, मेरो लागि चाहिँ मैले कतिपय चाहिँ मैले खास म चाहिँ इन्टरनेट सेवा प्रदायक, त्यसपछि एउटा वेब होस्टिङ कम्पनी चाहिँ सञ्चालक भएको कारणले गर्दाखेरि मलाई त्यो कार्ड चाहिँ बाहिरी उसमा चाहिँ विदेशमा चाहिँ विभिन्न खालका कम्पनीहरूमा डोमेनहरू चाहिँ पर्चेस गर्दाखेरि चाहिँ कार्ड चाहिँ सपोर्ट प्राय चाहिँ नगर्दाखेरि र मैले ब्याङ्कमा चाहिँ धेरै सम्पर्क गरे पनि त्यो त्यति चाहिँ रेस्पोन्स त्यति आएन। त्यो नआएपछि जुन मैले चाहिँ यसलाई चाहिँ कार्ड बन्द गरेर अहिले चाहिँ ग्लोबल कार्डबाट चाहिँ म अहिले कुमारी इकम कार्डमा चाहिँ आएको छु। अहिलेको प्रयोगमा चाहिँ मैले कुमारी इकम कार्ड चाहिँ जुन मेरो लागि चाहिँ राम्रै भएको छ। अहिलेसम्म प्रयोग मैले गरिरहेको छु। आशा गरौँ र भविष्यमा पनि यो कार्ड राम्रै हुनेछ। र सबै ब्याङ्कहरूको आफ्नै सिस्टमहरू भएको हुन्छन् र यसमा चाहिँ कुमारीको चाहिँ तपाईँले फाइदा चाहिँ तपाईँले मोबाइलबाटै जुन मोबाइल एप्लिकेसन मार्फत मोबाइल ब्याङ्किङ छ भने तपाईँले मोबाइलमा सहजै रूपमा चाहिँ इकम कार्डको सेक्सनमा गएर तपाईँले कार्ड अप्लाई गरेर लगभग केही मिनटभित्रै तपाईँले चाहिँ कार्डको डिटेलहरू चाहिँ सबै पाउन सक्नुहुनेछ। र यो कार्ड बनाउने प्रोसेस पनि म तपाईँले जानकारी दिएँ र कार्डको बारेमा चाहिँ मोटामोटी मैले तपाईँलाई जानकारी दिइसकेपछि जुन कार्डमा चाहिँ हामीले केही चाहिँ जस्तै डलरहरू बाहिरी उसमा चाहिँ इकमर्स साइटमा चाहिँ केही किन्दाखेरि चाहिँ त्यो कार्डको बारेमा चाहिँ तपाईँले चाहिँ जस्तै तपाईँले $10 तिरे पनि तपाईँको $1 चाहिँ त्यसले चाहिँ चार्ज काट्ने भनेर साइडमा चाहिँ त्यो लेखिएको थियो। मैले चाहिँ जुन कुमारी ब्याङ्कको चाहिँ अफिसियल साइटमा गएर त्यो सबै बारेमा चाहिँ म हेरेको थिएँ र त्यहाँ चाहिँ चार्ज काट्ने भन्दै, तर मेरो चाहिँ त्यो जुन लाग्ने चार्ज चाहिँ अहिलेसम्म काटेको चाहिँ पाएको छैन। मेरो लागि चाहिँ यो अहिलेको उसमा जुन प्रयोगमा चाहिँ अन्य ब्याङ्कहरूको हिसाबमा चाहिँ यसको चाहिँ भ्यालिड डेट चाहिँ सबभन्दा राम्रो चाहिँ मलाई 4 वर्ष नै भएको राम्रो लाग्यो। किनकि प्रत्येक वर्षमा चाहिँ हामीलाई रिन्यू गर्नुपर्ने, झ्याउ हुने, ब्याङ्क जानुपर्ने, इमेल गर्दाखेरि रेस्पोन्स नआउने, त्यो समस्याले गर्दाखेरि चाहिँ अलिक मलाई गाह्रो भएको थियो। तर जुन कुमारी इकमको कार्ड चाहिँ हामी एकपल्ट बनाएपछि सधैँभरिलाई चाहिँ भन्दा पनि 4 वर्षसम्म चाहिँ लगभग केही हदसम्म चाहिँ यो ठिकै खालको चाहिँ मलाई चाहिँ लागेको छ। र यो बारेमा चाहिँ म तपाईँलाई प्रयोग चाहिँ मैले अहिले गर्दै आएको छु। के कस्तो छ, यसको फिचरहरू के आउँछन्, म तपाईँलाई चाहिँ सबै कुराहरू चाहिँ जानकारी दिने कोसिस गरेको छु। र कार्ड चाहिँ हामीले डलर लोड गर्दाखेरि तपाईँले जुन ब्याङ्कमा चाहिँ तपाईँ नगए पनि सबै अनलाइनबाट हुन्छ। तपाईँले कुमारी ब्याङ्कको चाहिँ कार्ड डिपार्टमेन्टको अफिसियल साइटको इमेल मार्फत तपाईँले चाहिँ त्यहाँ मेल कति डलर लोड गर्ने, त्यसपछि खाता नम्बर, त्यसपछि अकाउन्ट नम्बर, मोबाइल नम्बर र आदि डिटेल चाहिँ तपाईँले चाहिँ उपलब्ध गराएर चाहिँ यति पैसा चाहिँ यो खातामा चाहिँ लोड गरिपाऊ भनेर चाहिँ तपाईँले इमेल गर्नुभयो भने तपाईँले त्यहाँबाट चाहिँ सहजै रूपमा चाहिँ लगभग केही जुन अफिस टाइममा चाहिँ तपाईँको चाहिँ अकाउन्टमा चाहिँ डलर लोड भएको हुन्छ। कुमारी ब्याङ्कको चाहिँ कार्डको बारेमा चाहिँ मैले जुन अहिलेसम्म छोटो समयमा चाहिँ मैले प्रयोग गरेको, मैले चाहिँ चलाएको केही मैले चाहिँ एक्सपिरियन्स चाहिँ मैले तपाईँको माझमा सेयर गरेँ। र भिडियो कस्तो लाग्यो, भिडियो चाहिँ राम्रो लाग्यो भने चाहिँ तपाईँले सेयर गर्नुहोला र एउटा लाइक गर्नुहोला। किनकि मैले जुन आफूले सिकेको, आफूले भोगेका सबै कुराहरू चाहिँ म तपाईँको माझमा चाहिँ बाँड्ने चाहिँ मैले जमर्को गरिरहेको छु। र अहिलेसम्म पनि मैले तपाईँको माझमा चाहिँ यो जुन इन्टरनेट वाइफाई टेक्नोलोजी सम्बन्धित कुराहरू चाहिँ तपाईँसँग केही समस्याहरू छन् भने चाहिँ मलाई चाहिँ तपाईँले कमेन्टमा लेख्नुहोला। र केही समस्या छ, मसँग चाहिँ सम्पर्कमा जोडिन चाहनुहुन्छ भने चाहिँ तल डिस्क्रिप्सनमा चाहिँ मैले लिङ्क दिएको छु। त्यहाँ चाहिँ एजिएम टेक्नोलोजी भन्ने फेसबुक पेजमा क्लिक गरेर तपाईँ त्यहाँबाट मेसेज छोड्नुभयो भने तपाईँले चाहिँ रिप्लाई चाहिँ आउनेछ भन्दै आजको यस छोटो भिडियोबाट म
बिदा हुन्छु। हवस् त, नमस्ते।